उहाँलाई त केही गर्न नि मन छैन के गर्न मन छैन सबै उहाँ कस्तो हाँसो लाग्यो है, कति फन्नी भिडियो। वाउ, तपाईँहरूलाई हाँसो लागेन? हाँस्नु न। भर्खरै ल हाँस्नुहोस् त, भर्खरै हाँस्नुहोस्, भर्खर हाँस्यो होइन, अहिले भर्खरै हाँस्नु न, त्यहीँबाट हाँस्नुहोस्, ल हाँसिहाल्नुहोस्। हाँसो लाग्यो? हाँसो लागेन? नेपालको एउटा यस्तो एथलिट जसले नेपाललाई विश्वभरिमा वर्ल्ड वाइडमा रिप्रेजेन्ट गर्दै आएको छ, त्यसको बारेमा आहा कस्तो फन्नी चिज। वाउ, हाँसो लाग्यो। जबकि अदालतले पनि ऊ निर्दोष छ, उसको कुनै पनि दोष छैन भनेर भनिसक्यो। उसले आफूले गर्दै नगरेको गल्तीको पनि सजाय पाएर आइसक्यो। त्यही पनि पुरानो कुरालाई लिएर अझै पनि त्यस्तो भद्दा मजाक। त्यो त हो, तर यी दुईटा चाहिँ को हुन् मैले चिन्न सकेन है। यिनीहरूको त्यो मुख पनि मैले पहिला अब देखेको थिएन, पहिलोचोटि देखिरहेको छु। अब गौशालाज्यूले पनि एक्सेप्ट गरिसक्नु भएको छ, उता हाम्रो सन्दीप दाई तर्फबाट कुनै पनि सेक्सुअल एब्युजहरू, सेक्सुअल यस्तो फोर्सहरू भएको छैन भनेर एक्सेप्ट गरिसक्नु भएको छ। त्यो त हो कि, तर यत्रो दिन तपाईँ के गरिराख्नु भएको थियो? सुतिराख्नु भएको थियो कि अरू तपाईँको मुखमा के थियो त्यति बेलासम्म? यत्रो वर्षसम्म के थियो तपाईँको मुखमा? अगाडि भन्न सक्नु भएन? कसैले फोर्स गर्यो भन्दैमा अब त्यो गल्ती नै नगरे मान्छेलाई त्यसरी दोष लगाएर त्यो जेल पठाउने, कहिले कहाँ भिसा क्यान्सल गरिदिने, इन्टरनेसनल खेल्न जान लागेको मान्छेको भिसा क्यान्सल गरिदिने। तट भनिन्छ नि मान्छेले थुतु नरहरको एउटा के त्यो विचार गरेर चलाउनु पर्छ अरे। अलिकति ध्यान दिनुहोस् है, गाह्रो होला पछि।